दर्शन सकियो। दर्शन सकिएर हामी यो वरिपरिको मन्दिरहरूको पनि दर्शन गर्न गइरहेछौँ। यहाँ चाहिँ तपाईँको अनेक अनेक यहाँ चाहिँ एकदमै हनुमान भेटिएको छ हैन। बुवा चाहिँ यहाँ बस्नु भएको छ दर्शन गरेर। अब हामी फर्किँदैछौँ, फेरि वापस आउँदैछौँ। यहाँ धेरैवटा सानो हाम्रो मूल रामधुनी मन्दिर चाहिँ यो हो। हामीले दर्शन गरिसक्यौँ हैन। जताततै हनुमानजीहरू भेटिरहेका छौँ। हाम्रो यता अर्को मन्दिर यहाँ पनि हाम्रो सानोतिनो मन्दिर छ। यहाँ हाम्रो शिवको मन्दिर। सोफाको रूपमा फरक त हेर्नुहोस् कहाँनिर हौ तपाईँले हेर्नुभयो? हेरे यो त्यही जस्तो लाग्यो नि सोधेँ नि त यो हो कि होइन भन्दा हो रहेछ। फल लागेको रहेछ? फल लागेको अहिले छैन। अहिले छैन? अहिले छैन, पहिले थियो म आउँदा। अहिले चाहिँ म आउँदा फेर्न सबै थियो, फेर्न सबै थियो। ल अब जाउँ होइन त, दर्शन गरियो। अब दर्शन गरियो, अब के छ त तपाईँको भनाइ? अब जाउँ होइन त? जाउँ ल यति हो। अब यहाँ पूजा अर्चना गर्यो भने विधि विधान चाहिन्छ। विधि विधान केही गर्नको लागि बाहुनै ल्याउनुपर्छ। त्यसो छ, बाहुन लिएर आएर बाहुन पढाएर तपाईँ यहाँ पहिलोचोटि आउनुभएको कि दोस्रोचोटि? यो हजुर तेस्रो छ। तर धेरै वर्ष अगाडि आएको यो पहिलेको मन्दिर चाहिँ यो हो नि त। हजुर यो यहाँ भट्टाचार लाग्यो। हजुर अनि पछाडि धनी चाहिँ हुँ धनी चाहिँ अघि हामी दर्शन गरेकै ठाउँ हो। मेन मन्दिर चाहिँ उही हो। केही थिएन झुप्पडी छ। ल अब हामी चाहिँ निस्किँदैछौँ। सबै कुरा हो। अब यहाँ सुनसरी खोला नजिकै छ। दर्शन गर्नुभयो हजुर? हजुर अब हामी दर्शन पनि सकियो। चारैतिर जङ्गलको बिचमा रहेछ एकदमै। Thanks for watching.